पहिलाकाले पैसा कसरी गन्थे खै थाहा भएन पहिला मकैका गेडा राख्थे हजुर अनि चाहिँ नोट हुन्न ते सिक्का पैसा हुन्थे एकान्टा ढ्याक गरेर 20 वटा बनाउने अनि चाहिँ 20 वटा भएपछि 20 रुपियाँ भएपछि 1 बिसे भनेर त्यसलाई साइडमा राखेर एउटा मकैको दाना राख्ने अनि चाहिँ फेरि 20 वटा सिक्का गन्ने त्यहाँबाट चाहिँ फेरि अर्को मकैको दाना राख्ने 2 बिसे त्यस हिसाबले चाहिँ अब 6 बिसे भनेर भनेको त चाहिँ 120 रुपियाँ भयो अब मान्छे चाहिँ आजभोलिका त अलमल लिन्छन् नि कसरी हो भन्ने कुरो पैसा गन्दाखेरि 20 लाई चाहिँ मानेर गर्ने 5 बिसे भनेको 100 5 बिसे भनेको 100 40 वर्ष 40 वर्ष 2 बिसेले छो भनेको 40 वर्षले छो भनेको हैन 2 बिसेले छोएपछि चाहिँ आँखा कमजोर हुने दाँतहरू कमजोर हुने तपाईलाई कति बिसे लाग्यो मलाई 2.5 बिसे मलाई त 2.5 बिसे अब चाहिँ तेस्रा बिसेले चाहिँ छोयो चाहिँ ल ठिक छ ल धन्यवाद अब 51-52 वर्षको भइयो तेस्रो बिसे पनि चाहिँ तेस्रो बिसे लाग्नु लाग्यो छोयो